अर्थै हुँदैन। एउटा उखान छ नि, घोडालाई नदीसम्म लिन सकिन्छ तर पानी खुवाउन सकिन्न। घोडालाई लिन सकिन्छ नि पानीसम्म, इनारसम्म, कुवासम्म, नदीसम्म, कुलोसम्म घोडालाई लिन सकिन्छ, डोर्याउन सकिन्छ, तर पानी खुवाउन सकिँदैन। उसलाई मन छ भने खान्छ, मन छैन भने तपाईँले जबरजस्ती गरेर उसले खाँदैन। हो यही हो, तपाईँले पनि भित्रैदेखि मन आउनुपर्छ, भित्रैदेखि हुटुटी हुनुपर्छ, भित्रैदेखि लोकसेवा म पढ्छु, अब मेरो गन्तव्य लोकसेवा हो, अब म पढ्छु एक न एक विधामा, म चाहे निजामती सेवामा, चाहे संस्थानमा, चाहे ब्याङ्किङ संस्थान, कता कता म जागिर खान्छु भनेर भित्रैदेखि सोच्नु न। र तपाईँलाई असर पुर्याउने इम्प्याक्ट गर्ने कुराहरू छोड्नु त। मैले भन्छु नि, बार बार भन्छु नि, मोबाइलवाद छोड्नुहोस्, भोलिवाद छोड्नुहोस्, अल्छीवाद छोड्नुहोस्। हो, यी कुरा छोडिसकेपछि तपाईँलाई मन नलागेर कसलाई लाग्छ? अर्को कुरा, मन लाग्ने एउटा अर्को कारण छ। मन लाग्ने भन्ने कुरा के हो? के चाहिँ हो तपाईँलाई मन लाग्ने कुरा? त्यसो भने मन केलाई लाग्छ? मन लाग्छ चाहिँ के हो? आफैले मेरो मन